हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल। आजको भिडियोमा 50 महत्त्वपूर्ण शब्दहरूलाई प्रस्तुत गरेको छु। प्लिज तपाईहरुको प्रतिक्रिया दिनुहोला। चिलाका चिलाका यसको अर्थ हुन्छ खराब चरित्र वा बदमाश। खराब चरित्र वा बदमाश यो शब्द मलेसियामा स्थानीय मानिस वा चाइनिजहरूले धेरै प्रयोग गरेको पाइन्छ। यो प्राय रिस झोक वा कुनै नराम्रो घटना हुँदा बोलिने शब्द हो। चोचोक चोचक यसको अर्थ हुन्छ घोच्नु। दुक्का दुक्का यसको अर्थ हुन्छ दुःख अथवा शोक। सेदी सेदी यसको अर्थ हुन्छ दुखी वा मन खिन्न। सामान्य दुःख वा उदासी जस्तै परीक्षा फेल हुँदा, साथीभाइसँग टाढा हुँदा सिद्धिको प्रयोग हुन्छ। दुकुङ दुकुङ यसको अर्थ हुन्छ समर्थन गर्नु। दुनिया यो दुनिया यसको अर्थ हुन्छ संसार संसार अथवा विश्व। फिकिर फिकिर यसको अर्थ हुन्छ सोच्नु अथवा विचार गर्नु। फिकिरान फिकिरान यसको अर्थ हुन्छ विचार मन वा सोच। रिसाउ रिसाउ यसको अर्थ हुन्छ चिन्ता गर्नु अथवा बेचैन हुनु। आयर तेर्जुम आयर तेर्जुम यसको अर्थ हुन्छ झरना। बावा बावा यसको खास अर्थ हुन्छ ल्याउनु लैजानु अथवा बोक्नु। ल्याउनु लैजानु अथवा बोक्नु यसको सही अर्थ वाक्यको सन्दर्भ अनुसार बदलिन्छ। म तपाईलाई तल फरक फरक 3 शब्दबाट यसको सन्दर्भ अनुसार बदलेर पनि देखाउने छु। बावामारी बावामारी यसको अर्थ हुन्छ यता ल्याऊ अथवा लिएर आऊ। यसमा बावाको अर्थ हुन्छ ल्याउनु र मारीको अर्थ हुन्छ यता आउनु। यहाँ यो दुवै शब्दलाई मिलाएर यसको अर्थ हुन्छ यता आऊ ल्याऊ अथवा यता आऊ। जस्तै बावामारी बेग साया बावामारी बेग साया मेरो झोला यता ल्याऊ। बावा लारी बावा लारी यसको अर्थ हुन्छ लिएर भाग्नु अथवा चोरेर भाग्नु। लिएर भाग्नु अथवा चोरेर भाग्नु यसमा बाबाको अर्थ हुन्छ ल्याउनु र लारीको अर्थ हुन्छ दौडिनु वा भाग्नु। यो दुवै शब्दलाई एकै ठाउँ मिलाउँदा यसको अर्थ हुन्छ लिएर भाग्नु। जस्तै दिया बावा लारी डुइट साया दिया बावा लारी डुइट साया उसले मेरो पैसा लिएर भाग्यो। बावा जलान बावा जलान यसको अर्थ हुन्छ घुमाउनु लैजानु घुमाउनु लैजानु। यसमा बावाको अर्थ हुन्छ लिएर जानु र जलनको अर्थ हुन्छ घुम्नु हिँड्नु वा रोड। यो जलनको अर्थ सन्दर्भ अनुसार फरक फरक हुन्छ। यहाँ जलनको अर्थ हुन्छ घुम्नु। यो दुवै शब्दलाई मिलाउँदा यसको अर्थ हुन्छ घुम्न लैजानु। त्यस्तै अर्को शब्द छ हुतान हुतान हुतानको अर्थ हुन्छ वन अथवा जंगल। हुताङ हुताङ ऋण कर्जा वा सापटी यो दुवै हुतान र हुताङ यो दुवै शब्द सुन्दा उस्तै उस्तै सुन्ने पनि यसको अर्थ पनि फरक फरक छ। इस्तिमेवा इस्तिमेवा यसको अर्थ हुन्छ विशेष अथवा असाधारण। कुनै व्यक्ति वस्तु अवसर वा कुरा अरूभन्दा फरक राम्रो र विशेष भएको अवस्थामा इस्तिमेवाको प्रयोग गरिन्छ। जस्तै हरि यिनी सांगत इस्तिमेवा आजको दिन धेरै विशेष छ। त्यस्तै अर्को शब्द छ स्त्री स्त्री श्रीमती अर्धाङ्गिनी। इते यसको अर्थ हुन्छ हाँस हाँस जस्तै मान्छे हाँस्नु होइन जनावर हाँस पंक्षी हाँस हुन्छ नि हाँस। त्यस्तै अर्को शब्द छ जुम्पा जुम्पा
यसको अर्थ हुन्छ भेट्नु, देख्नु वा फेला पर्नु। झुम्पाको अर्थ पनि वाक्यको सन्दर्भ अनुसार फरक फरक हुन्छ। यसको प्रयोग कसैलाई भेट्दा वा कुनै वस्तु फेला पर्दा झुम्पाको प्रयोग हुन्छ। जस्तै झुम्पा लागि, फेरि भेटौँला, साया झुम्पा कुन्ची साया, मैले मेरो साँचो फेला पारे। मुरिद यसको अर्थ हुन्छ विद्यार्थी। विशेष गरी साना कक्षामा पढ्ने बालबालिकाहरूलाई मुरिद भनिन्छ। पेलाजार यसको पनि अर्थ हुन्छ विद्यार्थी। तर यसमा के फरक छ भने कलेज विश्वविद्यालयहरूमा पढ्ने सबै विद्यार्थीहरूलाई प्लेजार भनिन्छ भने जस्तै विशेष गरी साना कक्षाहरू 1 2 3 4 5 6 7 8 9 10 यस्तोमा पढ्नेलाई चाहिँ मुरिद भनिन्छ। ब्लेजार भनेको पढ्नु अथवा सिक्नु। त्यस्तै अर्को छ मुसिम भनेको ऋतु। त्यस्तै अर्को शब्द छ चुवाचा यसको अर्थ हुन्छ मौसम। त्यस्तै अर्को छ सुहु यसको अर्थ हुन्छ तापक्रम। सुहुले कुनै वस्तु वा ठाउँ कति तातो वा चिसो छ भन्ने जनाउँछ। जस्तै सुहु हरिइनी सांगत पानस यसको अर्थ हुन्छ आजको तापक्रम धेरै गर्मी छ। मुसु यसको नेपाली अर्थ हुन्छ शत्रु, दुश्मन अथवा विरोधी। कावान भनेको साथी। न्यामुक यसको अर्थ हुन्छ लामखुट्टे। न्याङ्गी यसको अर्थ हुन्छ गाउनु अथवा गीत गाउनु। पेन्याङ्गी यसको अर्थ हुन्छ गायक अथवा गायिका। न्याता यसको अर्थ हुन्छ वास्तविक, साँचो वा स्पष्ट। उबाट भन्छ भने कसैले ओबाट पनि भन्छ। यसको दुईटैको अर्थ हुन्छ औषधि। होडोप यसको अर्थ हुन्छ कुरूप अथवा कुनै पनि मानिस एकदमै नराम्रो देखिन्छ, एकदमै खराब अनुहारको देखिन्छ भने त्यसलाई जस्तै कुरूप भन्छ नि। कुरूप त्यो अनुहारै नपरेको जस्तो त्यस्तोहरूलाई चाहिँ के भन्छ भने होडोप। जस्तै दिया ताडा होडोप दिया चेन्तेक भन्यो भने यसको अर्थ हुन्छ ऊ कुरूप होइन, ऊ सुन्दर हो। त्यस्तै अर्को शब्द छ रुम्पुट यसको अर्थ हुन्छ घाँस। रुन्तु यसको अर्थ हुन्छ भत्किनु, ढल्नु, पतन हुनु, खस्नु, जे भने पनि रुन्तु। तुम्पुल यसको अर्थ हुन्छ धार नभएको। यो प्राय चक्कु, कैँची, पेन्सिल वा टुप्पो वा कुनै धारिलो वस्तुको धार कम भएको अवस्थामा तुम्पुलको प्रयोग हुन्छ। त्यस्तै तुम्पुलको ठिक विपरीत छ ताजाम। यसको अर्थ हुन्छ धारिलो अथवा तीखो। युरानको अर्थ हुन्छ शुल्क अथवा फिस। उजुत यसको अर्थ हुन्छ अस्तित्व। ताकराता यसको अर्थ हुन्छ असमान। रोम्पाक यसको अर्थ हुन्छ लुटपाट गर्नु अथवा डकैती गर्नु। त्यस्तै अर्को छ काला यसको अर्थ हुन्छ हार्नु। मेन्नाङ जित्नु। कालाको ठ्याक अपोजिट मेन्नाङ हुन्छ भने मेन्नाङको ठ्याक अपोजिट काला। तारु अथवा
लेत्तक। यो दुवैको अर्थ हुन्छ राख्नु, राख्नु। यो दुवै शब्दको अर्थ राख्नु हुन्छ, तर दैनिक बोलीचालीमा धेरै प्रयोग हुने शब्द चाहिँ लत्ताक हो। तुतुप, तुतुप, तुतुप। यसको अर्थ हुन्छ ढाक्नु अथवा बन्द गर्नु। पेनुतुप, पेनुतुप, पेनुतुप। यसको अर्थ हुन्छ ढकनी वा ढाक्ने वस्तु, जस्तै कुनै पनि बोतलको ढकनी, त्यस्तोलाई चाहिँ के भनिन्छ भने पेनुतुप। त्यस्तै अर्को छ लङ्गर, लङ्गर। यो इङ्ग्लिसको लङ्गर त्यो धेरै लामो जस्तो होइन, यसको अर्थ हुन्छ खकुलो अथवा नकसिएको। यो लङ्गरको अर्थ हुन्छ खकुलो अथवा नकसिएको। त्यस्तै अर्को छ ब्रेन्ती, बेरहन्ती, ब्रेन्ती। यसको शब्द हुन्छ रोक्नु, रोकिनु वा छोड्नु। यसको खास अर्थ रोकिनु, बन्द गर्नु वा छोड्नु हो। यो कुनै पनि वाक्यको सन्दर्भ अनुसार प्रयोग हुन्छ। त्यस्तै अर्को छ सिलाप, सिलाप। यसको अर्थ हुन्छ गल्ती अथवा भुल। त्यस्तै अर्को छ साला, साला। यसको अर्थ हुन्छ गलत, गलत। सिलापको अर्थ गल्ती अथवा भुल, सालाको अर्थ गलत। यो दुवै शब्द सुन्दा उस्तै भए पनि यसको अर्थ फरक फरक लाग्छ। सिलापको अर्थ आफैमा भएको कुनै पनि भुलवश भएको गल्तीलाई सिलाप भनिन्छ। त्यस्तै साला भन्नाले सही नभएको नियम वा तथ्यसँग नमिल्ने वा गल्ती भएको अवस्थालाई जनाउँछ। जावाpan itu salah, जावाpan itu salah। त्यो उत्तर गलत छ, त्यो उत्तर गलत छ। alamat ini salah, alamat ini salah। यो ठेगाना गलत छ, यो ठेगाना गलत छ।